यहाँ बोन त्यही त बोन भने त आऊ न अनि बिहान पख सुत्ने हो त रातभरि के गरेर बसेको थियो फिल्म हेरेको थियो गाली भने हामीले सधैँ खाइरहेको होइन गाली खाने पानी परिसक्यो के परिसक्यो गाली खाने पानी परिसक्यो थुक्यो ड्याउने थुक्यो ड्याउ खाल्डो छ हल्ला नगर ओइ सिपी सिपी mother father teaching this ढोका लगाइदिनु डबल डोर फोल्डिङ डोर आफूलाई देखाइरहेको रहेछ डबल डोर फोल्डिङ हुन्छ स्कुल पनि लाउन मिल्छ सुत्ने र भने नसुत सिपी नजाने बेदा चोक जम्न कति बजिसक्यो मोबाइल 6 बजिसक्यो 6 बजी के सुत्नु नजाने भने दोहोऱ्याएर कुर्दो रहेछ पिठ दुख्यो आया मैले चुकुल दिएछ पछाडि क्या हेलो गाइस अहिले चाहिँ सुतिरहेको होइन तपाईँहरू पनि सुत्नु बाई बाई गुड नाइट ठिसाना लौडे Doctor in this. Kaç. Doctor please. Drone sa डोला त्यो चाहिँ सिनेमेटिक उद्या भन्छ सिनेमेटिक उद्या भन्छ पछाडि तिमी वाचला यसको टप उठ्दो हेर्नेलाई चक्कर आउला मोबाइल हामी चाहिँ सबैजना सुन्न परेछ है गाइज यहाँ कोही पनि नआउनु होला यहाँ कोही पनि नआउनु होला यो ठाउँ कतिवटा छैन यो चाहिँ रहस्य ठाउँ हो हामी पनि सुत्नला 5 बजेसम्म सुत्दैन रहेछ होइन 6 बजिसक्यो 6 बज्यो खोइ त्यो त 6 बज्यो यार 6 बज्यो बडा मान्छेहरू यिनीहरू 2 जना हो होइन अब कति घन्टा सुत्ने 10 घन्टा 10 घन्टा 6 घन्टा 16 4 बज्छ 10 घन्टा जम गर
निकालेर बाहिर राखिदिनु पर्ने मेरोमा त्यस्तो नेपाली म्युजिक हुँदैन मेरोमा सबैजना निधायो अघिसम्म त उफ्रिरहेको थियो जीवन पौडा चाप्न नजाने एक पावर न्याप लिएछ सुत्नै पाएन वान पावर न्याप होइन रबिन सर हेलो रबिन सर यो सबसे सुरुमा जाने भनेको ए रबिन सर बेलुका छु 7 बजे ए उठौँ नजाने हो गऱ्यो म त सुतेँ कौकुती लाग्दैन सुत्न पाइएन जाने हो जाऊ त्यो मेरो ट्राइपड निकाल नि त ब्यागमा छ ब्यागमा सुत्न नदिनु भयो अब ट्राइपड निकालेर हेलमेटबाट त्यो निकाले यसको यतिकै त यतै पनि जानु भिडियो नबनाउनु निकाल्नु हेलमेट चाहिँ यहाँ मापा हेलमेट यत्रो डल्लो पनि देख्दैन डल्लो पो हो डल्लो रे डल्लो के मादर जदैन कि बेता चको उठन म्याम तँ पनि चप्पल लाएर जाने हो होइन मेरो त छालाको जुत्ता हो नि त कसम भनेको होइन झन् हेर्दै गयो झन् राम्रो लाग्छ दुई घन्टा हिँड्ने गुड नाइट भन गुड इभिनिङलाई गुड मर्निङ भन्छ गुड मर्निङलाई गुड नाइट भन्छ जहाँसम्म पुग्छ त्यहीँबाट हिँड्नु हुन्न यो एउटा लफङ्गा रातभरि नसुतेर थोब्रा सुत्न रातभरि नसुतेर मलाई सुत्न नदिएर
झ्याब्बा सुत्नु पर्दैन अब भोलि सुत कस्तो उज्यालो आउँदैन उ त्यहाँ हेर्न ओरै छ भने ओरै छ मोबाइल लिएर आउँछु म मोबाइल देख्छ हेलो दाइ गुड मर्निङ के छ मुख धुने कहाँ ऊ यार त्यही भयो ऊ यार चिसोले त मार्नै लाग्यो नि जम्बा केही नखाने चिया सिया केही नखाने तातो पानी सातो पनि केही नखाने नखाने यत्तिकै हुँदैन निला पनि छैन बाइक लगेर देखाऊ बाइक लडेर त्यो बेच थाहा ओइ म्याम फक के हो खोइ त्यो स्लिपिङ खतरा पारेर लडा स्लिपिङ एक्सपेरिमेन्ट गरे त्यो पेसेन्ट जस्तै देख्दो रहेछ नसुतेको कति दिनसम्म ल बुढो मान्छे 4-5 घन्टा सुत्यो सुत्यो नि हामी त हामी 5 मिनट नै सुतेको छैन सुत्नु दिए पो सुत्नु यस्ता अन्तकाले सुत्नु पाइन्छ चल्यो जाउँ न त के हेर जाउँ न अहिले आउनु ढिलो हुन्छ के खाऊँ बाइक लिएर जाऊँ भने के चिया सिया खाऊँ न नखाने कपाल त टोपी जस्तै हुँदो रहेछ म लिएर आउँछु टोपी लिएर आउँछु बाइक लिएर जानु भयो है बाइक लिएर नजानु भयो म टोपी ल्याउँदिनँ अब तिमी चिसो कुरा गर्छौ 3 दिन 6 घन्टा हिँड्नुपर्छ हिँड्ने काम माथिसम्म कतिसम्म जान्छ जाने त्यो माथि नै नजाने भए त यहीँ सुतेर बसौँ है माथि नै जाने भए चाहिँ जाने तर्खर गरौँ त्यहाँबाट नि 1 घन्टा लाग्छ गयो हाम्रो बाइक यो होइन एउटा अर्को कुन हो 2टा 3टा 4टा बाइक 4टै ध्वस्त छ उ त्यहाँ एउटा भाइ छ भाइ आइ भनिदेऊ हेलो भनिदेऊ हात उठाउ न यस्तो गर हेलो हेलो तिम्रो नाम के हो 6 घन्टा हिँड्ने भन्छ खुट्टामा छालाको जुत्ता छ अहिले पासेर कम हुन्छ ल अब यस्तो जुत्ता लाएर हिँडाउँछौ भने हिँडाऊ म केही भन्दिनँ न तिमीहरूलाई बाटो थाहा छ न केही थाहा छ हावा ताला यहाँबाट यस्तो दौड्यो अनि त्यहाँ एउटा भरे त्यो बाटो चाहिँ चढेर जाने होला जाम जान त क्या हामी यस्तो उसमा हिँड्दै नपा जस्तो हाम्रो अलिकति बाइक निस्किने बित्तिकै यस्तै छ गाउँठाउँ के हो त एडभेन्चर लेट्स के रे लेट्स गोइङ टु एडभेन्चर दामी हामी रातभर नसुतेको हामी नै हो फ्लेक्स गरिरहेको छ कि हामी रात बाइक के भएको हिजो लडाएको मैले कसरी मैले गान्डे भएर डल्ले भएर गान्डे भएर होइन म के अरे हेरिरहेको थिएँ उता हेरिरहेको थिएँ सट्ट घुमाएको बोलाउँदा त बाइक त लडिसकेको काठमाडौँको काठेहरू यति हेर्नलाई यहाँ आएको थियो सनराइज भइरहेको होइन शङ्खरापुर यति हेर्नलाई ल छिटो आइज गएर सुत्नु र आयो माथि कुरेर बस्यो हेर्ने बुढीलाई देखाउनु घर आमालाई देखाउनु जानुपर्ने त्यहाँ यहाँ बसेर भिडियो बनाइरहेको कहाँ जानु लाग्यो इङ्ग्लिस वर्ड सिकेर यो चस्मा नि मेरै हो फेरि बेइज्जत गरेको होइन उसकै हो पैसा चाहिँ
1 करोडमा 1 करोडको माल जायो है फिलहाल हेलो ओ गुयाच को सन्दै जायो उता हेरौँ न उता घाम हाल्ने हजुर कस्तो मलाई चाहिँ छुटाएर यो छुट्यो रे म खिच्दै यही हो सुत्न नदिने म्याम उठ्यो भने तिमी उताबाट हेर्दा त मै देख्छ नि त ए क्यामेराम्यान राम्रो यसको मोबाइल त सधैँ घट्दो रहेछ पैसा 2000 को मोबाइल नगर अब सर फोन गरिसके पर यहाँ आई बुढीले हेलो यही हो 360 भ्यू अब जाउँ खै मलाई पनि राखौँ न हेर यसो कहिले काहीँ मन राख्दा त केही बिग्रिँदैन होला कडा आयो थियो चिज हो यार है बिहानै त नि उठ्यो भने राति त सुत्ने हो हो र ल हेर न गाइड ल जाउँ अब हामी चाहिँ बेथान चोकबाट बेथान चोक हेरेर आइसक्यो होइन आधी बाटोमा अब हामी घर फर्किँदैछौँ ए हेर रिजल्ट फर्किँदैछौँ हामी कहाँ बस्छ अरे केटा हो बेथान चोक बेथान चोक लेखाली बेथान चोक लेखाली लेखाली खतरा सर्भिस दिन्छ है डेन्जर सर्भिस दिन्छ बाटो पनि यस्तो राम्रो छ लड्दै पर्दै आइपुग्यो पिच छ बाइकमा लड्दै पर्दै आएँ म मेरो बाइक लडाएर मैले अरू भन्दा नि झन् सनलाइट आएको राम्रो आउँछ भनेर म चाहिँ मोडल काले उता जान यहाँ अलिक चिप्लिन्छ उसै त टोकेर लिएर भागिदिइहाल्यो यो त हेर्नु न लकलाई ए उता कस्तो कुकुर राम्रो आउँछ अलि बिफोर यो बच्चा खिच्यो बडो म्याम म तलबाट खिच नि त त्यही राम्रै आएर चाहिँ थ्याट रविन सर कस्तो अनुभव भयो हेर मोबाइल तलबाट खिच न एकचोटि खिच म्याम पाएँ दुईचोटि झारेर अनुभव कस्तो छ क्यामेरा खिच्दाको अनुभव फोटो खिच्दाको अनुभव कस्तो छ फोटोग्राफर भएपछि जे पनि गरिन्छ तलबाट खिचेर ओ बौला कहाँ खासमा अहिले हुन नसकेको अलिकति अगाडि अझै अगाडि चिप्लिन्छ कि स्पेस पायो भने चाहिँ ठ्याक्कै धीरज मोबाइललाई आधी आउँछ फेल खाइदिनु सक्छ खास अहिलेको कुरो चाहिँ हाम्रो खै साथी भन्ने के भन्ने हामीसँग आएर चाहिँ खेल्ने गर्ने बस्ने होइन पुरा गरिरहेछ गाइस होइन छङ्गु हे ख्वासो या ए लालु या हजुर तेदे चुला छ ए लालु कस्तो खतरा भयो एकदम राम्रो एक्सपिरियन्स आउनै पर्ने ठाउँ हो सबलाई प्रिफर गर्छु आउनै पर्छ एकचोटि लाइफमा आउनु चाहिँ पर्ने हो तर नआउनु होला स्पेसली प्रकाशलाई यो ठाउँ चाहिँ नआउनु होला किनभने यो मेरो मामा घर जस्तै छ यो बुइ गला सुते एकदम नेचुरल नेपालीपन चाहनुहुन्छ खुब भने मिठो निन्द्रा लाग्यो मलाई खुब मिठो निन्द्रा ल यस्तो गरेर सुतेपछि अथेन्टिक नेपालीपन भएको ठाउँ हो यो माटोको घर अनि यहाँ एकचोटि त आउनै पर्छ ऊ के अरे डलिम डलिम अनि एकतिर चार्ज गर्दा एकतिर बत्ती उठ्छ अनि बिहान उठ्ने बित्तिकै माउन्टेन भ्यू देख्न पाइन्छ देखाइदियो ल भ्यू त्यहाँबाट यस्तो भ्यू छ झरेर पनि आएन यो एकदम अर्को चाहिँ त्यहाँ हो
होइन होइन मधुर रेडी छु यो झन् महा भन्डी भन्डी झन्डी विकास घमण्डी ल चेकआउट गरौँ पन्जा कसको हो नछोडौँ है नछोडौँ सामान नछोडौँ फेरि लिन यहीँ आउनु पर्ला बाटो हेरेर बस्नु यो टोपी चाहिँ मेरै हो यो ब्याग मेरै हो टी सर्ट हो यो ज्याकेट मेरै हो अर्ग्यानिक फार्म बाइक लिया छैन यहाँ पनि छुट्या यहाँ पनि छुट्या मजा चाहिँ के आयो नि त्यो पनि नाच्थ्यो मान्छेले नचिनोस् भनेर हो कि ल कुर्सीमा के अरे सुकुटीमा के अरे चकटीमा बस्छ सुकुल र चकटी मिक्स भएछ कि सुकुटी भएछ तिमी चाहिँ नबस्ने बस्ने कि तिमीलाई त ग्रुपबाटै निकालिदिने अनि आउनु त बस ठिक हो म एउटा खिचिदिन्छु भने भन्नु न अनि म आउँछु बस्नु त बस्नु पुरानो त हुन्छ नि एकजना दाइ कहाँ बस्नु कुन चाहिँ दाइ एकजनाले फर्किनु न आइहाल्छ विकास कहाँ फेरि सुत्नु मन लागिसक्यो सुत्नु न मजा